सबैजनालाई स्वागत छ। आज मार्च 6, 2025 आजको दिनमा पनि हाम्रो नेप्सेमा चाहिँ गिरावट नै आएको छ होइन। करिब हाम्रो चाहिँ 2.7 पोइन्टको फल आएर चाहिँ हाम्रो नेप्से चाहिँ 2818मा आएर बन्द भएको छ। अनि भोल्युम पनि हाम्रो चाहिँ अब टर्नओभर पनि घट्दै आइरहेको छ। पछिल्लो केही दिनहरूको तुलनामा हेर्दाखेरि 10 अर्ब जति आएको छ। हामीले सेक्टर वाइज हेर्दाखेरि चाहिँ कुनै सेक्टरहरू ग्रिन पनि छ, तर धेरै चाहिँ हाम्रो रेड नै छ होइन। सबभन्दा बढी बढेको आज चाहिँ डेभलपमेन्ट ब्याङ्क 1.86% र सबभन्दा बढी गिरावट चाहिँ हाम्रो चाहिँ लाइफ इन्सुरेन्समा आएको छ होइन, 0.8%। सो अब हिजो चाहिँ म अपडेट लिएर आउन भ्याइनँ, किन भन्दाखेरि हिजो केही काम परेको थियो। तर हाम्रो एनालाइसिस चाहिँ केही पनि फरक चाहिँ भएको छैन है त एनालाइसिसमा। एउटा यो हाम्रो चाहिँ रेजिस्टेन्स लेभल चाहिँ ब्रेकआउट गरिसकेपछि रिटेस्ट गर्न आएको नै मानिरहेको छु मैले अहिलेलाई चाहिँ। भोल्युम पनि हाम्रो चाहिँ ड्राई हुन थालिसक्यो है। ठ्याक्कै हेर्दाखेरि चाहिँ अब यही पोइन्टबाट फर्किने जस्तो चाहिँ केही पनि सिम्बल चाहिँ देखिएको छैन होइन अहिलेसम्मलाई चाहिँ। हामी चाहिँ अझै पनि के मानिरहेछौँ भन्दाखेरि यो चाहिँ एउटा सिम्पल करेक्सन मात्रै आएको हो, जुन एउटा राइज गइसकेको थियो, यसले ब्रेकआउट पनि गरिसकेको थियो। सो एउटा चाहिँ अब सिम्पल करेक्सन मात्रै आएको हो, त्यसपछि फेरि जाने चाहिँ माथि नै हो भनेर हामी चाहिँ बसिरहेछौँ है। त्यो एनालाइसिसमा अझै पनि केही पनि फरक चाहिँ भएको छैन, किनकि पहिलाको रेजिस्टेन्स अहिलेको चाहिँ सपोर्ट भएको छ। त्यो सपोर्टलाई तोडेर फेरि तल चाहिँ आएको छैन, त्यो सपोर्टसम्म पनि आइसकेको छैन, मार्केट माथि नै छ। त्यही भएर हाम्रो एनालाइसिस चाहिँ केही पनि फरक छैन। तर एउटा अलिकति नराम्रो चाहिँ के भइदियो भन्दाखेरि आज चाहिँ विकली पनि क्लोजिङ भयो होइन। तर अनि विकली क्यान्डल हेर्दाखेरि चाहिँ अलिकति नराम्रो क्यान्डल चाहिँ बनेको छ है। किन भन्दाखेरि एउटा रेजिस्टेन्स लेभल थियो, यो रेजिस्टेन्स लेभलमा पुगेर चाहिँ एउटा सुटिङ स्टार जस्तो क्यान्डल चाहिँ बनेको छ होइन। भोल्युम पनि स्पाइक आएको छ। सुटिङ स्टार क्यान्डल चाहिँ के हो भनेर तपाईँहरूले बुझ्न मन लाग्यो भने चाहिँ मेरो क्यान्डल स्टिक भिडियोमा गएर हेर्नु होला। सो यहाँनिर सुटिङ स्टार जस्तो क्यान्डल चाहिँ बनेको छ होइन। यो चाहिँ एउटा नेगेटिभ क्यान्डलै हो, नेगेटिभ क्यान्डललाई हामीले नेगेटिभै भन्नुपर्छ। अब यो चाहिँ के हो भन्दाखेरि विकली टाइम फ्रेममा चाहिँ यो क्यान्डल बनिसकेपछि चाहिँ अब अलिकति टाइम चाहिँ लाग्न सक्ने भयो कि यहाँनिर, जुन हामीले पहिलाको जस्तै यो यस्तो राइज एक्सपेक्ट गरिरहेको थियौँ, त्यो चाहिँ अब अलिकति टाइम फ्रेम पछि चाहिँ त्यो एक्सपेक्ट हामीले गर्न सक्छौँ। सुटिङ स्टार चाहिँ बनेको छ यहाँ होइन। अब सुटिङ स्टारको कन्फर्मेसन चाहिँ अर्को एउटा क्यान्डल बन्नु पऱ्यो कि भनेको फेरि हामीले चाहिँ एक हप्ता अझै कुर्नु पऱ्यो होइन। अर्को थर्सडे चाहिँ अर्को विकको क्यान्डलको क्लोजिङ हुन्छ। यदि त्यो विकको क्यान्डल चाहिँ आजको क्लोजिङ, अब आजको क्लोजिङ चाहिँ हाम्रो चाहिँ 2818मा भएको छ होइन। यदि अर्को विकको क्यान्डल चाहिँ हाम्रो आजको क्लोजिङभन्दा चाहिँ तल भयो भने चाहिँ फेरि पनि अलिकति टाइम चाहिँ यहाँनिर लगाउन सक्छ भनेर चाहिँ हामीले बुझ्नु पऱ्यो होइन। जाने चाहिँ माथि नै हो, तर के भइदियो भन्दाखेरि अब चाहिँ अलिकति नेगेटिभ क्यान्डल बनेको कारणले चाहिँ अब फेरि अलिकति तल आउन सक्ने अथवा यही रेन्जमा साइडवेज बस्ने हो कि भन्ने चाहिँ एउटा दुविधा भयो होइन। तर फेरि यदि अर्को हप्ताको क्यान्डल चाहिँ यो क्यान्डलभन्दा चाहिँ माथि नै बस्यो भने चाहिँ त्यो चाहिँ फेरि अर्को चाहिँ गुड न्युज हुने भयो है हाम्रो लागि चाहिँ। सो नेप्से वाइज चाहिँ यही नै छ, तर तपाईँहरूले चाहिँ नेप्सेलाई चाहिँ फोकस नगर्नु होइन, आफ्नो कम्पनीलाई हेर्नु। बढ्ने कम्पनीहरू बढी नै रहेको छ है। तपाईँहरूले कम्पनीहरू यहाँ हेर्नुभयो भने होइन, कतिवटा कम्पनी चाहिँ तपाईँको चाहिँ 4-5 दिन भयो बढै छ कि होइन। त्यही भएर हामी चाहिँ कम्पनीलाई चाहिँ फोकस गर्छौँ। नेप्से घट्यो भनेर झन् हामीले सस्तोमा बाई गर्न पायो भन्ने नै सोचेर हामीलाई त त्यो झन् खुसीको खबर भयो कि। त्यही भएर कम्पनीहरू छान्नु, यो मौका भनेको कम्पनी नै छान्ने मौका हो होइन। तपाईँहरूले न्युज पनि हेर्नुभएको छ भने चाहिँ एउटा सेक्टरलाई चाहिँ एकदमै राम्रो हुनसक्ने न्युज आएको छ है। त्यो न्युजहरू तपाईँहरूले फलो गर्नु।
अनि त्यो सेक्टरमा चाहिँ अहिले कम्पनीहरूको प्राइस चाहिँ घटिरहेछ। झन् सस्तोमा तपाईँहरूले किन्न पाउनुहुन्छ। त्यही कुरालाई चाहिँ हामीले चाहिँ अपर्च्युनिटीको रूपमा लिनुपर्छ है त। आखिर हामी जाने चाहिँ माथि नै हो। हस्, यति भन्दै आजको एनालाइसिस चाहिँ यतिमै सकाउँछु। तपाईँहरूलाई केही क्वेरी छ भने चाहिँ कमेन्ट बक्समा लेखिदिनु होला। हस्, सबैलाई नमस्कार।